यो कथा हामीलाई फेसबुकका एक फलोअरले पठाएको कथित अनुभवमा आधारित छ। दार्जिलिङको एउटा शान्त पहाडी गाउँमा मीना नामकी 22 वर्षीय युवती आफ्नो परिवारसँग बस्थिन्। गाउँ वरिपरि बाक्लो कुहिरो, पुराना घर र सुनसान बाटो भएकाले मानिसहरू रात परेपछि बाहिर निस्कन डराउँथे। एक रात करिब 12:40 बजे मीनाको कोठाबाट अचानक कुर्सी घिसिएको आवाज आयो। उनकी आमाले ढोका ढकढक्याउँदै सोधिन्, मीना के भयो? भित्रबाट केही सेकेन्डसम्म कुनै आवाज आएन। त्यसपछि मीनाले निकै कमजोर स्वरमा भनिन्, आमा, ढोका बाहिरको उभिएको छ। आमाले ढोका खोलेर बाहिर हेर्दा कोही थिएन। तर मीनाले भने झ्यालतिर हेर्दै भनिरहिन्, उनी अझै त्यही छिन्। त्यो रात परिवारले यसलाई डर लागेको मात्र ठाने। तर त्यसपछि मीनाको व्यवहार बिस्तारै बदलिन थाल्यो। उनी राति एक्लै कोठामा बसेर कसैसँग कुरा गर्न थालिन्। कहिलेकाहीँ अचानक एउटै ठाउँमा हेरेर मुस्कुराउँथिन्। एक दिन आमाले सोधिन्, कससँग कुरा गर्छौ? मीनाले शान्त स्वरमा जवाफ दिइन्, मसँग होइन, उहाँसँग। को उहाँ? मीनाले झ्यालतिर औला देखाइन्। त्यहाँ कोही थिएन। केही दिनपछि मीनाले परिवारलाई एउटा अचम्मको कुरा बताइन्। उनले सपनामा बारम्बार सेतो लुगा लगाएकी एउटी अपरिचित महिला देख्न थालेकी थिइन्। ती महिलाले केही बोल्दिनथिन्, केवल टाढाबाट मीनालाई हेरिरहन्थिन्। तर एक रात सपनामा ती महिला नजिक आएर भनिन्, तिमीले मेरो घर किन छोड्यौ? मीना झस्किएर उठिन्। उनको कोठाको झ्याल खुला थियो, जबकि परिवारले त्यो रात झ्याल बन्द गरेको थियो। त्यसपछि गाउँमा एउटा पुरानो कुरा बाहिर आयो। वर्षौं अघि त्यही घर नजिक बस्ने एउटी युवती रहस्यमय परिस्थितिमा मृत्यु भएको कुरा केही वृद्ध गाउँलेहरूले बताए। त्यस युवतीको नाम सुरमाया थियो। मीनाकी आमाले पुरानो फोटो एल्बम निकालिन्। मीनाले फोटो हेर्ने बित्तिकै अचानक चुप भइन्। उनको अनुहार परिवर्तन भयो। उनले फोटोमा औला राखेर भनिन्, यिनै हुन्, हरेक रात मलाई हेर्ने महिला। घरमा सन्नाटा छायो, किनकि फोटोमा देखिएकी सुरमायाको मृत्यु भएको धेरै वर्ष भइसकेको थियो। त्यस रात परिवारले मीनालाई एक्लै नराख्ने निर्णय गर्यो। तर मध्यरातमा अचानक मीनाको कोठाबाट आवाज आयो, ढोका खोल, म बाहिर छु। परिवारले ढोका खोल्यो। मीना कोठाभित्रै ओछ्यानमा बसिरहेकी थिइन्। सबैभन्दा डरलाग्दो कुरा आवाज भने बाहिरबाट आएको थियो। आमाले काँप्दै भनिन्, मीना त यहाँ छे। त्यसपछि बाहिरबाट फेरि त्यही आवाज आयो, मीना होइन, म हुँ। त्यसपछि परिवारले स्थानीय ज्येष्ठ व्यक्तिको सहयोग लिएर घरको पुरानो इतिहास बुझ्यो। घरको पछाडिको एउटा बन्द कोठामा उनीहरूले पुराना सामान भेटे। त्यहाँ सुरमायासँग सम्बन्धित केही वस्तुहरू पनि थिए। परिवारले त्यो ठाउँ सफा गरियो र मीनालाई केही समय आफन्तको घरमा राख्यो। केही दिनपछि मीनाको अवस्था सामान्य हुन थाल्यो। तर कथा त्यही समाप्त भएन। घर छोड्नु अघि मीनाले आफ्नी आमालाई एउटा कुरा भनिन्, आमा, अब उहाँ मसँग आउनुहुन्न। तर उहाँले अन्तिम पटक एउटा कुरा भन्नुभएको थियो। आमाले सोधिन्, के? मीनाले झ्यालतिर हेर्दै भनिन्, उहाँले भन्नुभएको थियो, यो घरमा म एक्लै छैन। त्यसपछि परिवारले त्यो पुरानो घरमा रात बिताउन छोडेको बताइन्छ। फलोअरको दाबी अनुसार त्यो रातपछि मीनाले त्यो सेतो लुगा लगाएकी महिलालाई फेरि कहिल्यै देखिनन्। तर गाउँका मानिसहरू भने आज पनि भन्छन्, राति त्यो घरको झ्यालमा कहिलेकाहीँ दुईवटा छाया देखिन्छन्, एउटा मीनाको, अर्को कसैको।